नमस्ते, मेरो नाम चाहिँ युनिस लिम्बू। म चाहिँ हाल झापा भद्रपुरमा पर्ने चाहिँ हिमाली भन्ने ठाउँमा चाहिँ बस्छु। यो चाहिँ पृथ्वीनगर भनेर चिनिन्छ यो ठाउँ चाहिँ। म्युजिकतिर अब सानैदेखि नै अब हो, सानो एक तरिकाले भनौँ गड गिफ्टेड पहिल्यैदेखि गाइन्थ्यो। अनि त्यही भएर फिलहाल चाहिँ अहिले चाहिँ अलिअलि सिक्दैछु इन्स्टिट्युटमा माथि भक्तपुरमा। काँधैमा राखी संसार डुलाएको तिमीले त बिर्सेछौ। घरमै बच्चैदेखि त्यत्तिकै गाइबस्ने, यसो के ट्याक टुकटुक भेट्यो भने गीत गाउने। अनि अब अहिले त बरु त्यति गाउँदैन, बच्चामा झन् धेरै गाउँथ्यो। बेला उसले गाएकोले मन छुएर आँसु पनि आउँछ। अब त्यस्तै गीतहरू कहिले गायो भने चाहिँ म सुन्न पनि सक्दिनँ। भकानिन्छ उसले गीत गाउँदा म सुन्दाखेरि। म गा भनेर कहिले फोर्स पनि गर्दिनँ। म चाहिँ ऊ नभएको बेला एक्लै उसले गाएको त्यो रेकर्ड गरेको गीतहरू सुनिबस्छु। बेसी जस्तो युट्युबमा हालेको छ होइन, सुन्छु। तर मुटु भकानो छुट्टिन्छ, सुन्नु चाहिँ सकिँदैन रहेछ। अलिक कस्तो लाग्छ। अनि त्यसलाई चाहिँ अलिक राम्रो रोमान्टिक गीतहरू मात्रै गाई भन्दै म चाहिँ त्यसो भन्छु क्या। यस्तो अब आफू यस्तो भएको नाताले चाहिँ कहीँ जाँदा नि एक्लै हिँड्न सकिँदैन, त्यति चाहिँ हल्का दुःख लाग्छ। तर अरू त यस्तो केही पनि छैन। अब छोराले त अब यसरी राम्रो गाइदियोस् अरू जस्तो होइन। यसो राम्रो गायो भने यसो पछि अब राम्रो हुन्थ्यो कि होइन। अब हामी बुढाबुढी हुन्छौँ, उनीहरूले यसो राम्रो भयो भने यसो होइन। सबैतिर मैले ट्राई गरेँ, अब कहीँ पनि सबैमा रिजेक्ट भएँ। त्यसपछि भोइसमा पनि ट्राई गर्नु त के हुन्छ भनेर चाहिँ सोचेको थिएँ। नमस्ते। नमस्कार। सो युनिस, अब हामी यहाँ अहिले फ्यामिली रुममा छौँ। अब यहाँबाट स्टेज जान्छौँ, म लिएर जान्छु र हामी परिवारसहित यहाँ बसिरहेको छौँ। कतिको प्र्याक्टिस गराउनु भयो? प्र्याक्टिस ठिकै छ, त्यस्तो आफूलाई चाहिने जति चाहिँ गरिरहेको छु। त्यस्तो धेरै पनि गरेको छैन, किनकि स्वरलाई स्ट्रेस दिनु हुँदैन आफ्नो भोइसलाई। त्यही भएर के गर्ला जस्तो लाग्छ आज छोराले? खै सर अब गर लाग्यो जस्तो लाग्छ। अब आस्ते छ साह्रै धेरै। गायकी हेर्दा चाहिँ अगाडि बढ्ला जस्तो छ। हजुर धेरै त होइन, अलिअलि यसो लाग्ला जस्तो छ। ल स्टेज जाने बेला भएको छ, म लिएर जाँदैछु। ल युनिस, राम्ररी गीत गाउनु, नडराउनु, नआत्तिलिनु। हामीहरू बाहिर बसेर हेर्छौँ। राम्रोसँग गाउनु, राम्रोसँग ऊ जित्नु। ल म लिएर गएँ है त। ल
धकेलिन्छ जस्तै गरे पनि नतानिन्छ धकेलिन्छ जस्तै गरे पनि नतानिन्छ धकेलिन्छ जस्तै गरे पनि जस्तै गरे पनि पहिरोमा पुरिएको ढुङ्गाको काप जीवन जन्म र मृत्यु बिचको जन्म